हेलो गाइस हामी चाहिँ युरोपमा भाडा मोड्दैछौँ। बुढो नाच बुढो देख्दैन बिहा नभएको मान्छे त के को बुढो हो गाडी खुलेर अझै जवान हुन्छ क्या हामी दाइ ल खाना बनाउँदै ड्युटीबाट आएर होइन ड्युटीबाट आएर खाना बनाउँदै हाम्रो दाजु हजुर के छ चलपल ला कुकिङमा व्यस्त ड्युटीबाट आएर टक्क खाना बनाउँदै खाना सुत्ने किचनमा सबै सुटिसकेको छ नेपाली होइन फेरि चटनी बवाल बनाउनु भएछ त ऊ के हो यो धनियाँ लाउनु भयो नि दाइ ओ माई गड धनियाँको चटनी ओहो लगाउनु परिहाल्यो नि ला अब लगाउने कि लगाइसकेको दाइ एकदमै लगाइसक्नु ल चाख्नु दाइ धनियाँको चटनी ए हाम्रो यी समुदाय पनि यता हेर्नु दाइ यता हेरेर भन्नु पर्यो नि आँखै आएन हेलो हेलो रे आँखा चिम्लेछ के ला तामाङ के अरे लिम्बू जस्तै पुरा आँखा चिम्से चिम्से भयो नगर्नु न मगर भएर पनि चिम्से जस्तो गर्नुहुन्छ यार आँखै सानो छ यहाँ त पनि देखेँ ल एउटा फेरि उता आ गर्दैन ओहो गाइड्स ख्याल गर्नु है युरोपमा यस्तो छ हाल ड्युटीबाट आयो 12 घन्टा ड्युटी हान्यो त्यसपछि फेरि आएर रातिमा एक्लै खाना बनाउँदै खाँदै राति फेरि बिहानै 4 बजे ड्युटी जानु पर्छ साथी भएर मात्रै हो यतिको रमाइलो भइरहेको एक्लै भयो भने के हुन्छ के हुन्छ आँसु आँखाबाट आँसु आउँछ ख्याल गर्नु होला धन्नै हामीसँगै भइएछ बिन्दास भइएछ तर यसरी हुलहालमा काम गर्ने बानी घर गएपछि के साथीभाइ कस्तो हुन्छ के एक दुई दिन रमाइलो हुन्छ पछि के कहाँ साथी भेटाइन्छ हुन्छ के भन्दै त्यस्तो हुँदैन हौ मलाई चाहिँ त्यस्तो फिल भयो क्या म अब त्यत्रो वर्ष बाहिर हिँडेँ नि त त्यसले गर्दा यसपछि अन्त मिल्ने भयो भने तपाईँको मिल्ने हरेक चिजमा सँगै जाने आउने भयो भने त्यस्तो केही हुँदैन क्या फिलै हुँदैन क्या तपाईँ घरभन्दा रमाइलो बरु परदेशमै हुन्छ क्या फेरि केटाहरू छ भने केटाहरू परदेशमा यसो साथीभाइसँग बसेको बानी घर परिवारमा मात्रै जतिखेर नि त्यही बुढी त्यही बच्चाहरू त्यही बाबाआमासँग मात्रै बस्दाखेरि अलिक ऊ हुन्छ कि त्यही त त्यही भएर त एक्लै भयो भने फिल कस्तो हुन्छ भन्दाखेरि एकान्त महसुस हुन्छ कि कस्तो एक्लौटै जस्तो महसुस हुन्छ परदेशमा अब तपाईँ नेपाली छौँ टक्क साथीभाइ आफैसँगै सुन्दाखेरि कति रमाइलो भन्छ कुराकानी त भइरहेछ अब बङ्गाली श्रीलङ्कासँग भेट भयो भने कुरै मिल्दैन त्यसपछि एक्लै भयो भने त त्यो पनि मिल्न पर्छ छँदै ल दाजु केही कुरा भन्नु पर्यो ला सुस्छ यो युरोपमा भन्ने कुरै केही पनि छैन पैसा कमाऊ घर जाऊ एकदमै पैसा कमाऊ घर जाऊ एनी हाउ गाइस ख्याल गर्नु है युरोप आउनुपछि हात यस्तो हुँदो चाहिँ ख्याल गर्नु मलाई चाहिँ नुन अलिक कम लाग्यो हजुरहरूलाई कस्तो छ बढी भयो क्या है कम छ क्या यस्तो पढ्ने मान्छेले भर्खरको मान्छेले त खानु पर्दैन छुट्टी आउँदैछ अनि नदी त हुँदैन धेरै कुन दाजुहरूको चटनी यहाँ मलाई पनि टुसुक्क पार्नु न चौधरीले बनाएको थिएँ झन्झार बनाएको थिएँ यो पनि डेन्जरै छ डेन्जर छ त यहाँ टमाटर चाहिँ लगाएन खोर्सानीमा त टमाटर हजुर हाल्नु भने अहिले लसुन नभएर नहालेको
दाजु ल हाम्रो अब नेपालमा भएको साथीभाइहरूले केही सुझाव सल्लाह दिनुहुन्छ? म केही पनि दिन्न, इन्जोय गरेर बस, युरोप देश नआऊ, दुःख पाउँछस् म। बरु खाँडीतिर जाने, बिन्दास भएर काम गर्ने, दुःख सुख जस्तो हुन्छ। तर यहाँ युरोपमा भनेको गाँ पेलान यस्तै हो भन्ने मात्रै कुराकानी, यस्तै हो भन्ने मात्रै हुन्छ। तर यहाँ युरोपमा काम छैन। कसो गरे अब हल्का कटमाटे भयो भने चाहिँ त्यसमा खानु दामी हुन्छ है। हातमा पकाउने आलु पकाउने अस्ति एकचोटि खाएको थिएँ उतै हुँदा। केला खाने ल त अहिले चाहिँ इन्जोय गरिरहेको छौँ। नेक्स्ट टाइम अर्को भिडियोमा।